खास अनावश्यक अनहेल्दी कम्पिटिसन देख्नु र हामीलाई धेरै ठाउँमा चाहिँ यो पूर्व प्रहरी सङ्गठनले पनि हामीलाई धेरै हेल्प गर्यो लोकल लेभलमा यो कोअर्डिनेट गर्नको लागि आइडेन्टिफाई गर्नको लागि। हजुर अरू म ईश्वरराज ढकाल नेपाल समाचारपत्र स्पेसल चाहिँ म शिक्षाविद हेर्छु। जस्तै तपाईँहरूले 17वटा त स्कुल बनाइसक्नु भएको छ भन्नुभएको जस्तो लाग्छ। त्यसर्थ 30वटा स्कुल बनाउँदाखेरि अहिले अब नक्सा त भर्खर स्वीकृत भयो। अहिले जस्तै स्कुलले पनि शिक्षा विभागले पनि एउटा टिम बनाइसकेको छ। जस्तै पुनर्निर्माण जस्तै सहसचिवको लेभलमा एउटा छ, जिल्लामा एउटा इन्जिनियर अनि केन्द्रीय लेभलको इन्जिनियरसँग सल्लाह गरेर मात्र बनाउनुपर्छ भन्ने छ। नक्सा स्वीकृत दिएर तपाईँहरूलाई त्यो घर बनाउन दियो कि दिएन, अब त्यो बनाइसकेको घर चाहिँ नक्सा पाउनु भर्खरै स्वीकृत गरे जस्तो लाग्छ। यो किसिमको घर तपाईँहरूले बनाउनुहोस् भन्ने हो। त्यसमा चाहिँ के छ, तपाईँहरूले पहिला बनाइसकेको घर चाहिँ मापदण्ड अनुसार छ अथवा पछि बनाउने घर चाहिँ कस्तो खालको पक्की हो कि अथवा त्यस्तै काम चलाउ हो कि के छ खास चाहिँ? त्यो के भने हामीले त्यही बेलामा सुरुमा नै चाहिँ हामीले जब आफ्नो डिजाइनहरू हामीले तयार पार्न थाल्यौँ त्यही बेलामा चाहिँ नि यो शिक्षा मन्त्रालयको कुन डिपार्टमेन्टको शिक्षा विभागको क्लोज कोअर्डिनेसनमा उहाँहरूसँग समेत हामीले डेभलप गरेको यो मोडललाई हामीले अप्रुभ गराइकन हामीले सुरु गरेका छौँ। भन्नका लागि यसलाई चाहिँ ट्रान्जिसनल सेमी पर्मानेन्ट हामी भन्छौँ स्कुल। तर म आफै पनि विभिन्न ठाउँमा जुन यो स्कुलहरू ह्यान्डओभर गर्ने क्रममा म जुन गएँ नि, धेरै ठाउँमा त्यहाँ भएका स्कुलहरूभन्दा यसको स्ट्रक्चर र यसको लाइफ चाहिँ कम होला जस्तो मलाई चाहिँ लाग्दैन। अब यो टेक्निकल भाषा मिलाउनको लागि के भनिदिँदा पनि हुन्छ। र हामीलाई चाहिँ नि शिक्षा के अरे एजुकेसन डिपार्टमेन्टबाट पुरा सपोर्ट प्राप्त भयो। उहाँहरू आफै पनि संलग्न हुनुभयो। कतिचोटि त हाम्रो ह्यान्डओभर प्रोग्राममा समेत उहाँहरू जानुभयो भक्तपुरको काभ्रेकोमा। त मलाई लाग्दैन कि देयर इज एनी काइन्ड अफ अ कन्फ्लिक्ट। अझ पनि म एउटा अर्को कुरा पनि म क्लियर गरौँ, पहिलो सुरुमा पनि यो चाहिँ छलफल नभएको होइन कि यो मैले कस्तो किसिमको घर बनाउने, पक्कै घर चाहियो, यो त घर चाहिँ यो चाहिँ टेम्पोररी घर दिएर यो पाल दिएर यो दिएर उ दिएर हुँदैन भन्ने किसिमको कुराहरू त्यो बेलामा पनि धेरै आयो। त्यो बेला पनि हामीले के भन्यो भने हेर्नुहोस् एउटा इस्यु भनेको टाइम हो। चाहिएको बेलामा पाएन भने पछि तपाईँले जतिसुकै ठुलो चिज दिएर पनि त्यसको कुनै अर्थ छैन। सेकेन्ड कुरो, ठुल्ठुलो कुरा गर्न सजिलो छ तर गरेर डेलिभर गरेर देखाउन गाह्रो छ। मेटेरियल पुऱ्याउनु पऱ्यो, त्यहाँ भएको लोकल मेटेरियलको प्रयोग गर्नु पऱ्यो। बाटो छैन, घाटो छैन, मोटर ट्रकमा हालेर लिएर जानको लागि ट्रकको लागि डिजल र पेट्रोल छैन, काम गर्ने कामदारहरू छैन, कामदारहरू त्यहाँबाट निस्किसक्यो भनेपछि समयअनुसारको चाहिँ परिस्थिति वातावरण अनुसारको सोल्युसन खोज्यो भने त्यो इफेक्टिभ हुन्छ। अथवा थ्योरिटिकल रूपमा खालि त्यो प्लानिङै बसेर त्यो प्लानिङको ढर्रा खास लिएर आज पनि हामी पनि 7 महिनापछि त्यो प्लानिङ लिएर बसिरहेको पनि हुनसक्छ। तर हामीले त अर्को बाटो छोड्यौँ र मलाई सन्तोष छ कि त्यो बाटोलाई पनि सपोर्ट गरेँ। त्यो बेला पनि हामीले अलिकति लभिङ गर्नु पऱ्यो, सम्झाउनु पऱ्यो, मान्छेहरूलाई कन्भिन्स गर्नु पऱ्यो। तर कन्भिन्स भए र उनीहरूले ल यसलाई सेल्टर त्यसपछि यसलाई ट्रान्जिसनल सेल्टर भनौँ न त भन्ने किसिमको एउटा सम्झौतामा हामीहरू पुग्यौँ। कमसेकम पक्कै घर भर्सेस ट्रान्जिसनल सेल्टरमै भए पनि हामीले सेटल गऱ्यौँ। हामीलाई केही त्यसमा कुनै समस्या पनि छैन किनकि एट द एन्ड अफ द डे बस्ने मान्छेको सुविधा, उसलाई तत्काल चाहिएको आवाज र उसले आफैले पनि आफै संलग्न भएर बनाएको हुनाले उसले भोलि आफैले योभन्दा पनि त्यसलाई मजाले चाहिँ मेन्टेन गरेर लिएर जान्छ भन्ने कुराको हामीलाई विश्वास छ। मेन्टेन मात्र होइन, त्यसलाई बढाउन पनि सक्छ। अब पनि बिल्डिङहरू हजुर स्कुल बिल्डिङ अब पनि स्कुल बिल्डिङहरू त्यस्तै हो कि अब त्यो डायलग अब हाम्रो फेरि गर्नु पऱ्यो। हामी गरौँला तपाईँले आज भन्नुभएपछि होइन। हाम्रो टिमले अहिलेसम्म हामीले सेमी पर्मानेन्टमै गरिरहेको छौँ। 100 स्कुल्सको लागि जुन चाहिँ हामीले अप्रुभल छ डिजाइन स्वीकृति जुन चाहिँ भइरहेको छ, दिस इज सेमी पर्मानेन्ट होइन। प्रिफ्याब राखेर एकदम अब भन्ने मात्रै सेमी पर्मानेन्ट 10-15 इयर्सको लागि यो बिल्डिङ जुन चाहिँ हामीले बनाइदिइरहेको छ केही पनि फरक पर्दैन। एउटा सजेसन के अब भन्नु न प्लिज। जस्तै अब यत्रो बिल्डिङहरू बनाउनु जस्तै काठमाडौँको धेरै ऐतिहासिक बिल्डिङहरू स्कुल बिल्डिङहरू ध्वस्त भएको छ। त्यसमा तपाईँहरूले अलिकति त्यसमा चाहिँ राम्रोसँग बनाइदियो अझै राम्रो थियो। जस्तै दरबार स्कुलै भयो होइन, त्यो बनाउनु हामीलाई गभर्मेन्टले यदि भन्यो भने हामी बनाउनु तयार छौँ। म तपाईँको मार्फतै यो कुरा अब हामीले अहिले चाहिँ सकेसम्म यति, किनकि क्वान्टिटी यो प्रब्लमको तादाद यति ठुलो छ कि हामी सकेसम्म बढ्ता लाइफलाई चाहिँ
टच गर्न सकौँ भन्ने हाम्रो कोही पनि टचिङ लाइफहरू बिग्रियो भने हाम्रो मोटो त्यो अनुसार चाहिँ नि हामी एउटै चिजको एउटा भनौँ न त्यसको हुनसक्छ इम्प्याक्टको हिसाबबाट बढ्ता इम्प्याक्ट होला तर सकेसम्म बढ्ता मानिस कहाँ पुग्नु सकिन्छ भने यो 14 जिल्लामा हामी पुगौँ अहिले पनि हामी 14 जिल्लामा हाम्रो पुग्ने प्रयास छ 10 को पुगिसक्यो अझ 4वटा जिल्लामा पनि हामी छिटै पुग्छौँ सकेसम्म बढ्ता मानिसको जीवनलाई प्रभाव पार्न सकौँ भन्ने हाम्रो हो र हामी पनि गरेका कामहरू किन त्योसँग हाम्रो परिश्रम हाम्रो सोच हाम्रो मेहनत हाम्रो नाम प्रतिष्ठा गाँसिएको छ कुनै त्यो भोलिको दिनमा त्यसले कुनै पनि प्रकारको चाहिँ कन्ट्रोभर्सी नजन्माओस् मान्छेले कुनै केही भन्ने ठाउँ नरहोस् भन्ने प्रति अत्यन्त सजग छ हैन तर म आज तपाईँले सम्झाइदिनु हो म भन्नेवाला थिएँ मलाई एकदमै खुसी लागेको छ कि अब चाहिँ यो भनौँ न पुनरुत्थान प्राधिकरणले पनि अन्तिम रूप लिएको छ अब काम पनि सुरु गर्यो अस्तिदेखि होइन म उहाँलाई चाहिँ मलाई अत्यन्तै खुसी लागेको छ मलाई लाग्छ कि म सबभन्दा पहिला उहाँहरूलाई शुभकामना दिन चाहन्छु कि अत्यन्त चाहिँ तदारुकताका साथ अब ती कार्यक्रमहरू बढौँ म उहाँहरूसँग म पनि भेट्दैछु छिटो र म हामीले आह्वान गरेका छौँ किन हामी सबै कुरा हामी स्टेटको मेसिनरीको पावर भने एउटा निजी एउटा प्राइभेट फाउन्डेसनको पावर भन्दा धेरै गुणा बढ्ता हुन्छ होइन स्टेट तर एउटा प्राइभेट फाउन्डेसनको स्पिड चाहिँ नि कहिलेकाहीँ गभर्मेन्टभन्दा बढ्ता हुन्छ कि भन्ने कुरा यही अनुभवले पनि देखायो त्यो स्टेटको पावर र हाम्रो स्पिड र हाम्रो चाहिँ नि स्किल भनौँ न हाम्रो पार्टनर्सहरूको स्किललाई यदि हामीले ब्लेन्ड गरिदियौँ भने सायद उहाँहरूको हातमा भएको चुनौती पनि त्यो अथोरिटीको हातमा भएको चुनौती पनि धेरै हदसम्म त्यसलाई सपोर्ट गर्न सकिन्छ र हामीलाई पनि आफूले जानेको गरेको एउटा अर्गनाइजेसन हामीले तयार पारेका छौँ त्यसलाई अझ बढ्ता बृहत कामको लागि हामी सपोर्ट पुरा गर्न सक्छौँ भन्ने हाम्रो मनभित्रको पनि विश्वास हो त्यसैले हामीले ओपनली उहाँहरूलाई प्रस्ताव दिएका छौँ कि हामी क्लोजली वर्क गर्न चाहन्छौँ हाम्रो बिचमा कुनै पनि प्रकारका चाहिँ नि दुविधा छैनन् अनरसिपका इस्यु छैनन् कसले के क्रेडिट लिने भन्ने कुराको इस्यु छैन काम गर्ने हो सकेसम्म बढी से बढी काम गर्ने हो त्यसैमा चाहिँ तपाईँले भने जस्तो हाम्रो हिस्टोरिक चाहिँ नि मोन्युमेन्ट्सहरू छन् वा अरू चाहिँ काठमाडौँभित्रका चाहिँ अरू पनि त्यसमा पनि हामीले चाहिँ नि आफूले चाहिँ संलग्न हुँदाखेरि मद्दत पुग्छ भने हामी गर्न तयार छौँ सिटी फाउन्डेसनले मानवीय रूपमा तत्काल जुन काम गरेको रूपमा काम गर्यो अब चाहिँ पुनर्निर्माण प्राधिकरण बनिसकेको छ साथीहरूले प्रश्न उठाइसक्नु भएको छ भवन आचार संहिता छ बिल्डिङ कोडको कुराहरू कसरी जान सक्छ पुनर्निर्माण प्राधिकरण पनि अझ अन्यलमा रहेको देखिएको छ राजनीतिक भागबण्डा त्यहाँ पनि देखिन्छ भनेपछि अब ब्रिटिस दात्री समुदायहरूले धेरै रकम सहयोग गरिरहेको छ चौधरी ग्रुप पनि आफ्नो काम गरेको होला त्यो पनि भोलिको दिनमा तपाईँ प्राइभेट सेक्टरको लिडर पनि भएको नाताले पुनर्निर्माण प्राधिकरणले अबको दिनमा रिकन्स्ट्रक्सन कुन रूपमा अगाडि बढाउनु पर्ला त्यसमा प्राइभेट सेक्टरको साझेदारी कस्तो हुनसक्छ भन्ने कुरा नै आइदिनु राम्रो हुन्छ होइन एकदम उहाँहरूलाई हामीले व्यक्तिगत रूपमा पनि संस्थागत रूपमा पनि अनौपचारिक रूपमा पनि औपचारिक रूपमा पनि हामी हाम्रो सिस्टम हामी हर किसिमबाट तयार छौँ उहाँहरूका साथमा काम गर्नका लागि उहाँले खालि भन्नु मात्रै पर्यो हामी जे पनि गर्न तयार छौँ भनेर छौँ भोलि पनि हाम्रो पोजिसन त्यही हो होइन उहाँहरूले हाम्रो काममा सघाएर हाम्रो कामलाई स्पिड गतिशील बनाइदिए पनि भयो हामीले उहाँहरूको कामलाई सघाइदिँदाखेरि सजिलो हुन्छ भने त्यसको लागि हाम्रो लगाउँदा हुन्छ म अब मेरो विचारमा यति नै कुराहरू राख्दै म रामकृष्ण पौडेल विकास विद्यालय मेरो एउटा इन्क्वायरी चाहिँ जो ट्रेडिसनल घरहरू तपाईँले बनाइरहनु भएको छ यो चाहिँ अब सङ्कटको बेलामा एउटा सेल्टरको रूपमा सङ्कटको बेलामा सेल्टरको रूपमा बनाइएको भयो अब भूकम्प गएको 9 महिनाको बिचमा तपाईँले अब 1700 घर बनाउनुभयो त्यो आफैमा प्रशंसनीय छ अर्कोतिर 8300 घर चाहिँ बन्न बाँकी छ होइन त्यो चाहिँ कहिले बन्ने जो मान्छेको जाडोमा कटाइदिएको कुरा अथवा गर्मीमा यो ट्रान्जिसनल होम पनि कहिलेसम्म बन्छ अब यही हो हेर्नुहोस् अब हामी भूकम्पका बावजुद ब्लकेटका बावजुद चिसोको बावजुद हामी आफ्नो काममा लागि नै परेका छौँ होइन भोलि झन् हामीलाई पनि समयले चाहिँ अनुभव
दिँदैछ। हाम्रो टिम पनि अझ हेर्दा चाहिँ भनौँ न मोर एक्सपिरियन्स क्वालिफाइड अनुभवी हुँदैछ। सिट्स आई थिङ्क देन समबडी होइन हाम्रो सिट्सका पार्टनरहरू हुनुहुन्छ, उहाँहरूको टिम उहाँहरूले पनि अत्यन्तै राम्रोसँग हामीलाई सहयोग पुऱ्याउनु भएको छ। हाम्रो आफ्नो टिमका साथमा मिलेर हरेक प्राविधिक दृष्टिकोणबाट र उहाँहरू पनि फुल कमिटमेन्ट उहाँहरू राखिराख्नु भएको छ। मलाई लाग्छ कि हामीले चाहिँ राखेको हाम्रा भनौँ न योजनाहरू हामीले गरेको बाचा हामीले सोचेको हाम्रो सङ्कल्प डेफिनेटली पुरा हुन्छ होला र त्यो सकेसम्म छिटो होस् भन्ने हाम्रो पनि चाहना हो। र जो पनि फेरि अर्को कुरा के भने यो कता कता यो ट्रान्जिसनल सेल्टर भन्ने शब्द जुन हामीले त्यो बेलामा क्वाइन गऱ्यौँ नि, त्यो एउटा चाहिँ नि त्यो बेलाको सरकारको दृष्टिकोण र हाम्रो बिचमा गरिएको एउटा त्यो कम्प्रोमाइज थियो भन्छु। किनकि नत्र यो कुनै यो विवादमा पर्मानेन्ट भर्सेस हामीले गर्न खोजेको विवादमा कहीँ कामै नतुलियोस् भनेर हामीले त्यो बेलामा हाम्रो दृष्टिकोणमा यी घरहरू, यसको सबै युज अफ मटेरियल, यसको टेक्नोलोजी, यसको निर्माणको प्रक्रिया होइन, यो कुनै पनि घरभन्दा कमजोर छैन। त्यसलाई चाहिँ नि साधारण मर्मत जो कि जसले बनाएका हुन् उनीहरूले नि गरेर बस्ने उनीहरूले नि गर्न सक्छन् होइन। स्टिलको स्ट्रक्चर भएको यो घर हो र त्यो घरको यो घर मेरो विचारमा 10औं वर्षसम्म बिना कुनै समस्या, जाडोमा, चिसोमा, बर्सातमा र जस्तै किसिमको भूकम्प आयो भने त्यसको डिजाइनै यस्तो छ कि यसले त्यो ठेक्न सक्छ। त्यसैले अब कुनै बेला चाहिँ